सर्भिस ट्याक्ससँग जोडिएको किताबमा सर्भिस ट्याक्सबाट आउनु पर्यो। मन लाग्ने बाटो खोल्न मिल्छ र यो मिल्दैन, यो बन्द हुन्छ। कसलाई काखा कसलाई पाखा हुँदैन। यो पेट्रोल पम्प चाहिँ सर्भिस ट्याग भन्दा उता पर्छ, सर्भिस ट्यागबाट जाने हो। सर्भिस ट्यागबाट छिर्ने, सर्भिस ट्यागबाट निस्किने, त्यसै बाटो पाइँदैन। यो हटाइदिनु भनेको छु मैले। त्यही महानगरले चाहिँ काठमाडौँ यो एरिया क्षेत्रमा चाहिँ धुलो व्यापक भयो, यहाँ पार्किङ भयो, चक्काले चाहिँ धुलो ल्यायो भन्ने हिसाबले चाहिँ हाम्रो मेयर साहबको निर्देशन अनुसार चाहिँ यो ठाउँमा धुलो नियन्त्रण गर्नको लागि चाहिँ ब्यारिकेड लगाइयो। यो अहिले भर्खर खनिदिनु यस्तो नि हुन्छ नि, यस्तो पाइन्छ यो बन्द आजै निकाल्नु पर्यो यार। यो अहिले निकाल्यो भन्नुपर्छ। खोइ हाम्रो कसैले पनि यो तोडेको भत्काएको खण्डमा चाहिँ हामीले कडाभन्दा कडा कारबाही ठुलो जरिमाना हान्छौँ। हामी निगरानीमा छौँ। हाम्रो प्रहरीले गस्ती गरिरहेछ, नियन्त्रण गरिरहेछ। यहाँ दाहिनेमा खस्न नगर्न अनुरोध चाहन्छु। रिङरोड सब ग्रिन बेल्ट एरियाको चाहिँ यो मासेर बनाएको बाटो हो। यो बन्द गर्नु, यो पनि बन्द गर्नु। त्यो कहाँ हुन्छ यस्तो? यहाँको स्थानीय मान्छे धुलोले अक्रान्त हुनुहुन्छ। त्यो अक्रान्तलाई बुझेर हाम्रो त्यही निर्देशन अनुसार चाहिँ आज अनुगमन गर्न आएको। चक्रपथ सुधार आयोजना र हामी सँगै बसेर मिटिङ गरेर टेम्पोरेरी रूपमा धुलो नियन्त्रण गर्नलाई हालेको बाटो कोर्डिनेसन गरेर भएको हो। यो को चाहिँ मान्छे हामीले प्रधानमन्त्रीको रूपमा चाहिँ पाउनुपर्ने हो कि, किनभने उसले कसैको कुरा सुन्दैन, आफ्नो हिसाबले काम गर्छ नि त। यस्तो मान्छे चाहिँ देशको प्रधानमन्त्री हुनेदेखि हाम्रो देशमा के विकास हुन्छ कि? यो यस्तो गर्न मिल्छ, यस्तो गर्न मिल्छ। रिङरोड सब ग्रिन बेल्ट एरियाको चाहिँ यो मासेर बनाएको बाटो हो। यो बन्द गर्नु, यो पनि बन्द गर्नु। त्यो कहाँ हुन्छ यस्तो? अहिले भर्खर खनिदिनु यस्तो नि हुन्छ नि, यस्तो पाइन्छ यो बन्द आजै निकाल्नु पर्यो यार। यो अहिले निकाल्यो भन्नुपर्छ। खोइ हाम्रो कन्ट्याक्टर खोइ आज अहिले निकालिदिनुहोस्। अहिले निकालेर अहिले क्लोज गर्नु पाइन्छ यस्तो नि। यो चाहिँ पक्षपात गर्न पाइन्छ कहीँ हुँदैन। हो हामीलाई यहाँ भन्ने कुनै अधिकार छ? सेक्युरिटी पार्ट उहाँ हो, यता हो। त्यही अनुसार गरिदिनु। मलाई थाहा छ यहाँ उद्यानबाट सर्भिस ट्यागबाट आउने हो। सर्भिस ट्यागसँग जोडिएको किताबमा सर्भिस ट्यागबाट आउनु पर्यो। मन लाग्ने बाटो खोल्न मिल्छ र यो मिल्दैन, यो बन्द हुन्छ। यो सर हामी निस्क्यौँ है, हामी निस्क्यौँ। म पशुपति गएँ, म मेरो अन्त काम छ। यो केही पनि होइन, यहाँ चाहिँ यसरी छिर्ने एक्सिस भनेर चाहिँ आफू खुसी भएर चाहिँ हुँदैन। यो टोटल क्लोज हो। कसलाई काखा कसलाई पाखा हुँदैन। यो पेट्रोल पम्प चाहिँ सर्भिस ट्याग भन्दा उता पर्छ, सर्भिस ट्यागबाट जाने हो। सर्भिस ट्यागबाट छिर्ने, सर्भिस ट्यागबाट निस्किने, त्यसै बाटो पाइँदैन। यो हटाइदिनु भनेको छु मैले। त्यही बाटोमा यो जालीहरू राखेको कसले छ? यो महानगरले चाहिँ काठमाडौँ यो एरिया क्षेत्रमा चाहिँ धुलो व्यापक भयो, यहाँ पार्किङ भयो, चक्काले चाहिँ धुलो ल्यायो भन्ने हिसाबले चाहिँ हाम्रो मेयर साहबको निर्देशन अनुसार चाहिँ यो ठाउँमा धुलो नियन्त्रण गर्नको लागि चाहिँ ब्यारिकेड लगाइयो। यो चाहिँ चक्रपथ सुधार आयोजनाको चाहिँ काम सुरु भइसकेपछि बन्दै जान्छ र यो ब्यारिकेड अस्थायी रूपमा राखियो पछि हट्छ। र यो कसैले पनि यो तोडेको भत्काएको खण्डमा चाहिँ हामीले कडाभन्दा कडा कारबाही ठुलो जरिमाना हान्छौँ। हामी निगरानीमा छौँ। हाम्रो प्रहरीले गस्ती गरिरहेछ, नियन्त्रण गरिरहेछ। यहाँ दाहिनेमा खस्न नगर्न अनुरोध चाहन्छु। पाइँदैन। जे प्रयोजन त्यही प्रयोजनलाई गर्नु पर्यो। यहाँको स्थानीय मान्छे धुलोले अक्रान्त हुनुहुन्छ। त्यो अक्रान्तलाई बुझेर हाम्रो त्यही निर्देशन अनुसार चाहिँ आज अनुगमन गर्न आएको। सडक विभागले हटाउने भनिरहेको कुराहरू आइरहेको होइन, बिचमा केही मिसअन्डरस्ट्यान्डिङ भएको थियो। सडक विभाग अथवा चक्रपथ सुधार आयोजना र हामी सँगै बसेर मिटिङ गरेर टेम्पोरेरी रूपमा धुलो नियन्त्रण गर्नलाई हालेको बाटो कोर्डिनेसन गरेर भएको हो। यो हस्, धन्यवाद। यो निकै धुलो उड्न थालेपछि काठमाडौँ महानगरले यो धुलो नियन्त्रणको लागि यतिखेर यो चक्रपथको यो क्षेत्रमा यो जाली हालेर बारहरू लगाएको छ। बार लाउँदैछ, कसरी लिनु भएको छ यो कामलाई? कस्तो छ यो धुलो आउनुभन्दा पनि यो काम चाहिँ तदारकका साथ अगाडि बढाउनु पर्ने हो। यो चाहिँ अब फुटपाथको बाटो त छँदैछ, देखिसकेको छ। यो फुटपाथ भन्दा अरू बाटो चाहिँ तपाईँको जति लेन छ त्यही लेन अनुसार चाहिँ यो बाटो चाहिँ बनाउनु पर्ने हो। यो धेरै ढिलो भइरहेको छ। यसमा चाहिँ हाम्रो साह्रै गुनासो छ। त्यही त यो चक्रपथ समयमा नभन्दा कस्तो खालको समस्याहरू तपाईँले? धेरै समस्या छ सर। अलिकति काम गर्ने, आदि काम गर्ने, अनि अलिकति बाटोबाट चाहिँ तपाईँको पिच गरे जस्तो गर्ने, अनि बिचमा छोड्ने, फेरि बजेट आउँछ अलिकति पिच गरे जस्तो गर्ने, डोजर ल्याउने, भत्काउने, फेरि चाहिँ त्यसलाई फेरि अर्को बाटो बनाउँछु भन्ने, त्यही पिचलाई भत्काउने, फेरि त्यही माथि ग्राभल थपेर चाहिँ यहाँ चाहिँ एकदमै चाहिँ दुःखदायी काम राम्रो भएको छैन। तपाईँले सबैतिरको कुरा गर्नुभयो, यहाँको अवस्था चाहिँ के छ? यहाँको अवस्था त एकदम धुलोको त कुरा नगर्नु।
कति गाह्रो छ सर हामीलाई सासै फेर्न हुन्न बसहरू हुइकेर आउँछ अब हामी छेउछाउमा हिँड्ने मान्छेलाई साह्रै गाह्रो छ सर मास्क त इम्पोर्टेन्ट चाहिन्छ अब मास्क नलाई हिँड्नै सकिँदैन यहाँ अनि त्यस कारणले गर्दाखेरि धुलो धुवा त कति यहाँ बस पार वरिपरि धुलो धुवाको त कुरै नगर्नु सर महानगरपालिकाले दिनदिनै सफा गर्न ब्रुमर लाउँछ तर यसरी यो चक्रपथ विकास आयोजनाको काम अलपत्र हुँदाखेरि यसरी पुरै धुलै धुलो भएको छ महानगर सहरै धुलै धुलो भएको छ के भन्नुहुन्छ यो धुलो त यस्तो अब अहिलेबाट होइन यो के हो किन विकास भएन भन्ने कुरो चाहिँ हाम्रो जनताको चाहिँ गुनासो त्यो छ अब सबैतिर विकास भइरहेको छ यो जुन बस पार्कको वरिपरि चाहिँ विकासै हुन नसक्नुको कारण चाहिँ के हो यो के मार्फत रोकिरहेको छ यो काम चाहिँ किन भइरहेको छैन भन्ने कुरो चाहिँ हाम्रो ठुलो गुनासो समयमै हुनु पर्यो समयमै काम सक्नु पर्यो भन्ने हाम्रो चाहिँ दुःख यो काम धेरै ढिला सुस्ती भयो त्यही भएर हामीलाई चाहिँ अब यो कामले बरु नगर्दा भए हुन्थ्यो भन्ने जस्तो भएको छ तारबार लाउने काम चाहिँ कस्तो छ के छ यसलाई कसरी लिनुहुन्छ अब तारबार चाहिँ अब बाटो बनाइसकेपछि लगाए भए अझै राम्रो हुन्थ्यो अब यसलाई चाहिँ काठमाडौँ महानगरपालिकाले राष्ट्रिय योजना ढिला सुस्ती गरेको त्यसलाई छिटन दिएको जस्तो महसुस गरेका छौँ हामीले भनेपछि महानगरले थर्काएको जस्तो लाग्यो तपाईँलाई हजुर केही लागेन भन्छन् त केही लाग्दैन अहिले त भन्छन् अब त्यो चाहिँ थाहा भएन सरकारहरू कता छन् बेपत्ता छन् होइन जनताहरूले शिक्षा त्यही हो तपाईँहरूको व्यापारीहरूको पनि हो किन यति धेरै विश्वास लाग्छ उहाँप्रति है होइन हाम्रो नेपालमा चाहिँ अहिलेसम्म कुनै पनि नेताले यतिको काम गर्ने नेता आएको छैन त्यही भएर पनि हामी खुसी छौँ कि त्यतिको खुसी हुनुहुन्छ यदि यो काम होइन बालिन शाहले दिएको भए यो चाँडै फट्टे हुन्थ्यो भन्ने विश्वास लाग्छ तपाईँहरूलाई यतिको चाहिँ मान्छे हामीले प्रधानमन्त्रीको रूपमा चाहिँ पाउनुपर्ने हो कि किनभने उसले कसैको कुरा सुन्दैन आफ्नो हिसाबले काम गर्छ नि त यस्तो मान्छे चाहिँ देशको प्रधानमन्त्री हुनेदेखि हाम्रो देशमा के विकास हुन्छ भनेपछि तपाईँहरूको होइन जनताहरूको समस्या पनि सुनवाई गरेर अहिले महानगरको यो तारबार लगाएको छ खुसी हुनुहुन्छ साँच्चीकै तारबारमा चाहिँ अब खुसी भन्दा पनि अब यो के हिसाबले लिएर ठ्याक्कै लगाएको भन्ने चाहिँ थाहा भएन होइन तारबारले चाहिँ अब काहीँ अप्ठ्यारो बाधा पनि पुर्याएको छ अब काहीँ राम्रो पनि गरे होला अब यो घरै पछि बाटो चाहिँ छोड्न नहुने हो होइन लगाएपछि के पुरै लाउनु पर्यो के हिसाबले कुन मान्यतालाई लाउनु भएको उहाँले त्यो चाहिँ थाहा भएन है हामीलाई खासमा त्यहाँबाट जुन निर्माण भइरहेको ठाउँ छ अथवा यो तपाईँले देखिरहनु भएको यो ठाउँहरू त्यहाँनिर गाडीहरू जाने बाइकहरू जाने त्यहाँबाट बाहिर निस्किँदाखेरि धुलो सबै बाहिर जाने सडकमा जाने सडक फोहोर हुने अनि गाडीहरू बाइकहरू चलाउँदाखेरि अब सवारी चालकहरूको आँखामा पस्ने अथवा पैदल यात्रीहरूलाई धुलै धुलो हुने त्यो खालको भएको कारणले यसरी बार लाग्यो रे कसरी लिनुहुन्छ बार त बारले के धुलो रोक्छ र अब बार त यो बड नबनाएसम्म त धुलो त त्यसै पनि उडिहाल्छ पक्कै पनि तर सवारी साधन जानुपर्छ त रोक्यो नि सवारी साधन त यहाँ भित्रबाट पनि गुडाइहाल्छ कसरी सडकमा नहिँडेका हिँड्छ भन्ने कुरा हो सवारी साधन होइन के छ यो ठिक छ होइन जे हुँदैछ अब यो छिटो हुनु पर्यो धुलो हटाउनु पर्यो त्यही त होइन त्यही हो सुनिएको छैन तपाईँहरू 12 वर्षदेखि चिचाइराख्नु भएको छ कराइराख्नु भएको छ कसैले सुनेनन् कसले सुन्नु त्यस्तै काठमाडौँ सहर हो कि यो होइन हुम्ला जुम्ला अथवा यो दुर्गम ठाउँ हो त्यो अब काठमाडौँ सिटी नि हो अब बालिन सिटी बनाउनु पर्छ छिटोभन्दा छिटो है हजुर किन बालिन सिटी बनाउनु पर्यो बालिन सिटी बनाइसकेको राम्रो हुन्छ नि त जस्तै न्यु रोडको हेर्नु यस्तो न्यु रोड जस्तै हुनु पर्यो अघि पनि न्यु रोड जस्तै हुनु पर्यो होइन यहाँ त अब सरकारले गर्नुपर्ने काम अब कहाँ बालिनले गर्नु यो मातामै पर्दैन रे महानगर बालिनले नि हेर्नु पर्यो नि त अब हेर्नु पर्यो सबै मानवले हेर्नु पर्यो मेयर साहबको टिमहरू यहाँ धुलो उड्यो तपाईँहरूलाई गाह्रो भयो भनेर तारेबारहरू लगाउनु भएको छ जथाभावी पार्किङ गर्यो यताउता गर्यो काम छिटो गर्नु पर्यो भनेर मेयर साहबले होइन बारम्बार स्टाटस पनि लेखिराख्नु भएको छ कसरी हेर्नु भएको छ मेयर साहबको काम कारबार मेयर साहबको काम राम्रो छ एकदम हो हजुर के कुराले त्यसरी लाग्यो तपाईँलाई के काम अब न्यु रोडको हेर्नु न तपाईँको अब ठाउँ ठाउँमा हेर्नु धेरै सुधार भइरहेको नि तपाईँको हो केही गरेन बालिन शाहले भन्ने मान्छेहरू छन् फेरि यहाँ धेरै गरेछ बालिनले हजुर यत्रो धुलो खाँदा पनि लाग्छ है तपाईँलाई तर यो धुलो खुवाएको त केन्द्र सरकारले होला नेपाल सरकारले यहाँ नि गर्छु भनेको थियो नि त बालिन शाहले मलाई गर्न दिनुहोस् कि होइन कि तपाईँहरू गर्नुहोस् भन्नुभएको थियो कसरी हेर्नु भएको थियो कामहरू उहाँले बोलिरहेको सरकारले दिँदैन बालनलाई गर्नलाई अहिले सबै तपाईँको सरकार र बालनको ऊ छ नि त सबै स्टाटस त्यस्तो छ दिँदैन गर्नलाई के अन्त दिँदैन बालिन शाहप्रति जनताहरूको आस्था छ तपाईँहरूको विश्वास छ विश्वास त छ गर्नु पर्यो नि त केही त अब त कि सरकारले गर्नु पर्यो कि बालनले गर्नु पर्यो दुईमा एक त चुज गर्नु पर्यो त्यही हो यो तारेबार लगाएको छ नि यो जथाभावी पार्किङ गर्यो धुलो उडायो त्यहाँ गएर गाडी गएर अहिले तारेबार लगाएर सरकारलाई एक खालको चुनौती पनि दिएको छ महानगरले यो छिटो काम गरिदिनु पर्यो भनेर राख्नु भएको छ कसरी हेर्नु भएको छ व्यापारी साथीहरू जनताहरूले तपाईँहरूले यो अब एक्सिडेन्ट नि धेरै हुन्छ यहाँ तपाईँको गाडी जहाँ पाएँ त्यही रोकिदिन्छ त्यही भएर ठिक छ यो तारेबार लगाएर यो गरेको काम एकदम ठिक छ काम ठिक छ के भन्नुहुन्छ त मेयर साहबलाई सल्लाह सुझाव के छ
मेयर साहबलाई राम्रो छिटोभन्दा छिटो गर्नु पर्यो गर्नु पर्यो हजुर। विश्वास पनि छ मेयर साहबले विश्वास त छ है ल थ्याङ्क यू ल तपाईँको